मदन भण्डारी राजमार्ग अन्तर्गत यो हो काँगरभिटादेखि सुरु भएर शान्तिनगर हुँदै हाम्रो यो साधुटारबाट सुगानीसम्मको ठेक्का पाएको यो कन्स्ट्रक्सनले आज हाम्रो अगाडि थोरै शाखा बाटामा पनि पिच गरिदिएको छ। थोरै पिच यसरी सुरु हुन्छ, पहिले धुलो उडाएर अनि अलगत्ता लगाउने। यसरी ट्रक हटाउँदै धुलो उडाउँदै, धुलो चाहिँ हिजै उडाउनु पर्ने उडाउँछ, तर यो के पारा नमिलेर एकैचोटि पिच गर्न ल्याए। पिच गर्न ल्याए पछाडि अनि नमिल्ने भएर अनि फेरि धुलो उडाउनु ल्याएर धुलो उडाउँदैछन्। झन्झट हुन्छ काम गर्न आएकालाई। यसरी कोट्याउँदैछन्, कटाउने हो उनीहरूको जम्मा। पक्का एकछिन भिडियो बनाउँदै भागरे भाग बनाइदिए एकैचोटि धुलोले। अब अलगत्र झर्न थाल्यो। सर भनेको फेरि के भयो अगाडि, अब चाहिँ छर्यो। सर अस्ति छरेको थियो एकचोटि, अब अहिले पिच लाउने बेलामा फेरि छर्यो। यसरी अलगत्र छर्यो। अब अलगत्र माथि यो चाहिँ गिलो छर्यो। अब यसमाथि आयो थिच्ने। अब यो थिच्नेले अलकत्र लगाउँदै थिच्दै गर्छ। अर्को एउटा छ अघि गएको, त्यहाँ एउटा अलकत्र भोग्ने छ। तलतिर एउटा ट्रिपर छ, यो ट्रिपरले अगाडि अलकत्र हाल्दै त्यसमा घोप्ट्याइदिँदो रहेछ माथि हाइड्रोलिकले। अनि त्यस पछाडि 8-10 जना कामदारले यताउता फ्याँक्दै ओर्दै मिलाउँदै यसले लेबलिङ गर्दै जाँदो रहेछ अगाडि। यसरी उठाउँछ अनि त्यहाँबाट त्यहाँ हालिदियो, त्यहाँबाट अनि त्यसले लेबल मिलाउँदै ल्याउँछ। नपुगेको ठाउँमा बेल्चाले कामदारले हाल्छन्। यसरी बिस्तारै चल्छ। गर्छन् यता यहाँ स्थानीय तहको पनि दाजु कि त्यो ह्यान्डल घुमाउँदैछन्। एउटा ह्यान्डलले मात्रै नहुँदो रहेछ कि 3-3, 4-4वटा ह्यान्डल चाहिँदो रहेछ। मान्छे बिच ह्यान्डल त्यसरी लेबल मिलाउँदै ल्याए। अब त्यो थिच्ने आयो। अर्को थिच्ने छ पछाडि एउटा रबरको चक्का भएको 8 चक्के। यता यो फलामको चक्का होला यो, तर भाइब्रेसन हुँदैन रहेछ यसमा, भाइब्रेटर लाउँदैन रहेछ, साइलेन्टली थिच्दो रहेछ। यसले थिच्ने पहिले अनि पुरै थिचिसके पछाडि अनि अझै राम्ररी लेबल मिलाउनलाई त्यो अर्को आउँदो रहेछ। गर्दैन भने नि त मिलाइदिनु अलिकति मिलाइदियो अनि अर्काले खोइ के भन्यो एउटाले। बाइक कुद्नेको पनि खाँचो छैन, बाटो कुद्नै पारो। यसरी एक बाटो अलिकति मास्टर पुर्यायो। यो चाहिँ थोरै तलतिरसम्म यहाँ ओह्रालो भएर यो चाहिँ शाखा बाटो है। ठ्याक्कै टर्निङदेखि ओह्रालो परेका कारणले यहाँ मास्तिर मदन भण्डारी हाइवेको पिच भत्किने भएको कारणले यसमा अलिकति पिच लगाइदिएको। ठ्याक्कै हाम्रो घर अगाडि आइपुग्यो। घरमा पनि अलिकति यसो झर्ने 3-4 बेल्चा झार्दै घरबाट बाटा निक्लिँदै एडभेन्चर हुने रहेछ।
यसरी रातिसम्म गरेर रातिसम्म गरेर जोडियो मदन भण्डारी राजमार्गमा। यस्तो भयो है हिजो लगाएको पिच यस्तोमा परिणत भयो। यो ओह्रालो शाखा बाटो हो तल्लोपट्टि, यहाँ उत्ताबाट आउने दाहिने साइड मदन भण्डारी राजमार्ग, यहाँदेखि टर्निङ, यहाँदेखि लाग्छ उता देब्रे साइडतिर टर्निङ मदन भण्डारी राजमार्ग। यो साधुटार मदन भण्डारी राजमार्ग।